बनेको छ गुनासो। यसभित्र कभर हेरेँ गीत सङ्ग्रह हो। गीत सङ्ग्रह भइसकेपछि गीतका धुनहरूसँग सम्बन्धित अलिकति आकार त राखेकै छ। त्यहाँ माथि चाहिँ अलिकति विशेष गरेर यसमा रुमानी, अझ अहिलेको भाषामा भन्ने हो त रोमान्टिक, त्यो सिन पनि देखिन्छ। यो गजब राम्रो कृति, गजब राम्रो आकार बनेको छ। अनि नाम र कभर त यसरी बन्यो। भित्र छिरेर हेरेँ असाध्यै सानो हुँदादेखि बाँसुरी बजाउनु हुँदो रहेछ क्या प्रकाश सर चाहिँ। बाँसुरी चाहिँ असाध्यै बजाउनु हुँदो रहेछ। अनि बाँसुरी चाहिँ त्यो सम्भवतः सबै थोक छोडेर भोक प्यास सबै छोडेर बजाउनु हुँदो रहेछ। मलाई अचम्म कहाँनिर लाग्यो भने मलाई केशु दाइले पुस्तकमाथि बोल्नलाई भन्नु, उहाँले मेरो स्वभाव थाहा पाएर भन्नुभयो कि भन्नु भएन। म सानो हुँदाखेरि म सब थोक छोडेर बाँसुरी बजाउँथेँ, असाध्यै सबै थोक छोडेर बाँसुरी बजाउँथेँ। यति बजाउँथेँ पाहाडमा घाँसको भारी बोकेर उकालो हिँड्दा पनि बाँसुरी बजाउँथेँ। अचम्म लाग्यो कस्तो संयोग हो। अनि उहाँका यी गीतहरूको यो सङ्ग्रह, अनि गीतहरूको सङ्ग्रह पनि फेरि गुनासो छ क्या। सङ्ग्रहभित्रका प्रत्येक गीतहरूमा पनि गुनासो छ। गुनासो यति मिठो गरी गर्नुभएको छ कि उहाँले कि गुनासो पनि प्रेमले गर्न सकिँदो रहेछ, गुनासो पनि एकदम माया गरेर गर्न सकिँदो रहेछ, गुनासो साह्रो मजाले गर्न सकिँदो रहेछ। हामी त गुनासो गऱ्यौँ भने त पड्केर गर्छौँ, रिसाएर गर्छौँ गुनासो गर्दा त। अनि प्रकाश सरले चाहिँ गुनासो फेरि एकदमै मुलायम गुनासो क्या, नरम मखमली गुनासो क्या। यसलाई चाहिँ मखमली गुनासो भनौँ न, एकदम नरम गुनासो क्या। त्यो मखमली फुलले त अझ घोज्छ नि, त्यो फुलले त। तर मखमली कपडा हुन्छ नि, मखमलको कपडा चाहिँ कति नरम हुन्छ नि, त्यस्तै नरम गुनासाहरू। र गीत चाहिँ कस्तो खालको विधा होला भन्ने लाग्छ भने त्यो हरेकले, हामी सबैले बनाउने चाहिँ एउटा धारणा हो। हामी जसले जुन धारणा बनाउँछौँ र जुन धारणा अभिव्यक्ति गर्छौँ, हामीलाई लाग्छ हामीले प्रस्तुत गरेको धारणा अन्तिम सत्य हो। तर कहिले कुनै पनि विषयको अन्तिम सत्य हुँदैन। हामीले गीतमाथि बनाएको धारणा पनि सायद मलाई लाग्छ यो हाम्रो व्यक्तिगत धारणा हुन जान्छ, अन्तिम सत्य त पक्कै होइन। मलाई लाग्छ गीतहरू जन्मिनुभन्दा पहिला चाहिँ धुनहरू जन्मिएको हो। जस्तो हामी मान्छेको विकास हुनुभन्दा पहिला त वातावरणको विकास भयो, प्रकृतिको विकास भयो, पानीको विकास भयो, हावाको विकास भयो, धरतीको विकास भयो, रुख बिरुवाहरू चराचुरुङ्गीहरूको विकास भयो, अनि जीव जन्तुहरूको विकास भयो। यी सबैको आवाजसँग एक किसिमको सङ्गीत छ, धुन छ। पानी बग्दा धुन निस्क्यो होला, हावा चल्दै जाँदा सल्लेरीमा ठोक्यो होला, पहाडमा ठोक्यो होला हावा, त्यहाँबाट एउटा धुन निस्क्यो। अनि त्यो धुन सँगसँगै मान्छेको बोल्ने क्रम पनि विकास हुँदै थियो। मान्छे पनि विकासकै क्रममा थियो, उसले आवाज निकाल्न सिक्यो, गुनगुनाउन सिक्यो। त्यो आवाज निकालेर गुनगुनाउँदै कुनै आवाजसँग उसले आफ्नो आवाज मिसायो होला, नदीको सुसेलीसँग मिसायो होला, हावाको सुसेलीसँग आवाज मिसायो होला। र त्यो धुन सँगसँगै आफूले बोल्न सिक्दै जाँदाखेरि उसले गीत गाउन सिक्यो होला मान्छेले। र हामी यहाँसम्म आइपुग्दाखेरि चाहिँ अहिले मध्यमभन्दा पनि असाध्यै विकसित गीतहरू गाउन सक्ने भएका छौँ। यो लामो समयको अभ्यास छ। अझ हाम्रो जिनमा त, हामी नेपालीहरूको जिनमा त गीत प्रकृतिसँग गीत छ। हाम्रो विकास, हाम्रो मानव विकाससँगको गीतको साइनो जोडिएर आउँछ। किनभने हामी चाहिँ, हाम्रो जिन चाहिँ लोकगीतले बनेको जिन हो। हाम्रो चाहिँ हामीसँग यहाँ हामीले हाम्रोमा पाउने गीतहरू चाहिँ कति प्रकारका गीतहरू हामीले प्रायः पाउँछौँ भने यहाँ चाहिँ अलिक धेरै प्रकारका गीतहरू हामी पाउँछौँ। जस्तो हाम्रोमा चाहिँ कि लोकगीतको एउटा प्याटर्न छ गीत लेख्ने, लोकगीतमा चाहिँ धेरै खालका गीतहरू पर्छन्। तर हामीसँगको एउटा प्याटर्न छ गीत लेख्ने, त्यो चाहिँ भारतीय मूलको गीत लेख्ने शैलीको हामीमा चाहिँ प्रभाव छ। जस्तो माथिबाट दुईवटा लाइन विशेष गरेर स्थायीको रूपमा लेख्ने, त्यसदेखि मुनि त्यो माथिको विषयलाई जस्टिफाई गर्नका लागि तल दुई लाइन अरू लेख्ने, अनि त्यसलाई फेरि माथिको स्थायीसँग लिङ्क गराउनको लागि बिचमा तेस्रो हरफमा एउटा लाइन लेख्ने, अनि माथि स्थायीमा आएको दोस्रो लाइनलाई चाहिँ प्राय गरेर त्यो चौथो हरफमा टक्क दोहोऱ्याइदिने। र हामीले कहिलेकाहीँ यसो गरेर पहिलो अन्तरा दोस्रो अन्तरा गरेर दुई अन्तराको, कहिले 3 अन्तरासम्मको, असाध्यै लामो भयो भने 4 अन्तरासम्मको गीत लेख्ने हाम्रो यो गीत लेख्ने एउटा परम्परा छ। र
हामीसँग चाहिँ कस्तो भने गीतहरू लोकगीत छन्, हामीसँग अहिले बज्ने गरेका आधुनिक गीत, चलचित्रका गीत, पप, रक, भक्ति सङ्गीतसँग जोडिएको भक्ति गीत, शास्त्रीय गीत, बाल गीत, जनवादी गीत, संस्कृति सम्बन्धी गीत र चाडपर्वहरू सम्बन्धी गीतहरू हाम्रोमा चाहिँ अहिले बज्ने गरेका, सुन्ने गरेका हामीले पाइन्छौँ। विशेष गरेर संस्कृतिहरूसँग जोडिएका, संस्कारहरूसँग जोडिएका गीतहरू चाहिँ लोकगीतसँगै जोडिएर आउने गरेका छन्, हामीले सुन्ने गरेका छौँ। जस्तो चाडपर्व, दसैँ, तिहार, तीज, हामी विशेष गरेर तीजका लागि चाहिँ असाध्यै धेरै गीत बन्छ होइन। हाम्रोमा संस्कृतिसँग जोडिएका गीतहरू, चाडपर्वहरूसँग जोडिएका गीतहरू, यी थुप्रो गीतहरूका प्रकारहरू हामीसँग छन्। तर यहाँसम्म आइपुग्नका लागि हामीले हाम्रो सङ्गीतमा धुनसँग जोडिएर आउँदाखेरि, यो आधुनिक प्रकृतिसँग जोडिएर आउँदाखेरि, आधुनिक वाद्यवादन र यो प्रविधिसँग, विज्ञानसँग जोडिएर आउनका लागि हामीले निकै अगाडि पुग्नुपर्छ। विक्रम सम्वत 1965 सालतिर हामी पुग्नुपर्ने हुने रहेछ। त्यहाँ पुग्दा चाहिँ हामीले सेतुराम प्रधानसँग सम्म पुग्नुपर्ने रहेछ। पहिलोचोटि सेतुराम प्रधानले चाहिँ एउटा HMV भन्ने, हिज मास्टर भोइस भन्ने कलकत्तामा गएर उहाँले पहिलोचोटि मुद्रण गरेको गीतमासम्म हामी पुग्नुपर्छ। गीतको इतिहासमा जाँदाखेरि चाहिँ पुरुषको आवाजमा पहिलोचोटि रेकर्ड भएको चाहिँ विक्रम सम्वत 2065 होइन, 1965मा रेकर्ड भएको। त्यो त हामीले 100 वर्ष पार गरेर पनि झन्डै 20 वर्ष अगाडि आइपुग्यो भनेपछि 120 वर्षको आसपास, हामी 118 वर्ष आसपास आइसकेका छौँ। यो इतिहास यहाँसम्म आइपुग्दा चाहिँ लगभग मैले अहिले चाहिँ यति बेला चाहिँ के हुँदो रहेछ भने वर्षमा 6500 चाहिँ गीत औसत रेकर्ड हुँदो रहेछ क्या अहिले चाहिँ। त्यति बेला चाहिँ पहिलो 1 नम्बरको गीत हुन्थ्यो नि त। अब 1965मा त जुन गीत पहिलो रेकर्ड भयो त्यो त 1 नम्बरको गीत थियो होला पहिला। त्यो चाहिँ मोतीराम भट्टको शब्दमा सेतुराम प्रधानले आफै सङ्गीत गरेर गाउनु भएको थियो। र विशेष गरेर हामीले अहिले खोज्यौँ भने चाहिँ नेपालमा गीत गाएको नेपाली पहिलो गीत कुन हो त रेकर्ड भएको भन्दा चाहिँ राजामती कुमती भन्ने गीत भेटिन्छ। त्यो चाहिँ नेवारी भाषाको, तर त्यो चाहिँ त्योभन्दा पहिला चाहिँ सेतुराम प्रधानले नै मोतीराम भट्टको शब्दमा उहाँले गाउनु भएको थियो। र त्यो शब्द चाहिँ यता हेऱ्यो यतै मेरा नजरमा राम प्यारा छन् भन्ने शब्दको गाउनु भएको थियो। तर त्यो चाहिँ मिति चाहिँ गाइएको मिति चाहिँ एउटै थियो। जस्तो एकजना त्यति बेला चाहिँ मैले अहिले यहाँ नाम टिपेर ल्याइनँ, उहाँ चाहिँ त्यो एउटा गीतहरू रेकर्ड गर्ने त्यति बेला चाहिँ एउटा प्रविधि थियो ग्रामाफोन भन्ने। त्यो ग्रामाफोन भन्ने प्रविधिसँग सम्बन्धित चक्काहरू चाहिँ उहाँले काठमाडौँमा बेच्नुहुन्थ्यो, एकजना नेवार समुदायको। अनि उहाँले चाहिँ लगेर सेतुराम प्रधानलाई चाहिँ उहाँ लगेर गाउन किन क्रान्तिकारी हो भन्ने लाग्छ भने प्रकाश भट्टले, अघि मैले सुरुमा भने नि यो एउटा गुनासो चाहिँ अणु जस्तो भएर विस्फोट भएर 87वटा गीतमा विभक्त भएको छ र विभिन्न शक्तिमा रूपान्तरण भएको छ भने नि, त्यस्तै उहाँले चाहिँ गीत लेखनका चलन चल्तीका नियमहरूलाई चाहिँ उहाँले चाहिँ राष्ट्रिक ध्वस्त पारिदिनु भएको छ। यसरी क्रान्तिकारी तरिकाले उहाँले लेखिदिनु भएको छ कि उहाँले आफ्नै शैली निर्माण गर्नु भएको छ यो गीतमा चाहिँ। हामीले लेख्दै गरे उही मैले भने कसरी लेखिन्छ भारतीय गीत लेख्ने त्यो तरिका छँदैछ। हामी युगल गीत लेख्छौँ, हामीले अघि मैले भनेका यी प्रकारका गीतहरू लेख्छौँ। नेपालको लोकगीत लेख्ने शैली हामीसँग आफ्नै शैली छ होइन। हामी कहिले कुटुमा कुटु सुपारी दाना भन्दै गायौँ, अहिले आधुनिक गीत र लोकगीतसँग मिक्स गरेर सङ्गीतमा आइसकेपछि त्यो फरक बनेको छ। हामीले काफलगेडी कुटुकै सुन्यौँ। अब हामीले यहीँनिर अस्ति एउटा यही संस्थाले कार्यक्रम गरेको हाम्रो सुवेदी सर पुण्यप्रसाद सुवेदी, साँगुरी वारी नि हो जोरधारा पानी, यी सबै कुराहरू हामीले खेलाउँदै ल्याउँदाखेरि गीत लेखनको त विभिन्न प्याटर्न छ नि त। तर प्रकाश भट्टराईले चाहिँ के गरिदिनु भएको छैन भने लय चाहिँ उहाँले कायम राख्नु भएको छ, लयलाई चाहिँ उहाँले कायम राखेर ल्याउनु भएको छ। तर अन्त्यानुप्रास मिलाएर लेख्ने, माथिको लाइनसँग तलको लाइनलाई तालमेल मिलाएर ल्याउने यी गीतहरूलाई त उहाँले त छोडिदिनु भएको छ। यो क्रान्तिकारी गीत लेखनको शैली मलाई गजब लागेको छ र यसको लागि चाहिँ कसै न कसैले त विद्रोह गर्नै पर्थ्यो, कसै न कसैले त नयाँ शैली बनाउनै पर्थ्यो। र त्यो काम चाहिँ प्रकाश भट्टराईले गर्नुभएको छ। मलाई साह्रो मन परेको पाटो यो हो। अर्को कुरा एउटा मलाई याद हुन्छ 2042 सालतिर, त्योभन्दा पहिला नै 2024 सालतिरै
एउटा गीत हिट भएको थियो, एउटा होइन दुई तिनवटा गीत एकैसाथ हिट भएको थियो। गुलाम अलीले गाउनु भएको के छ र त्यो तिमीलाई मैले भन्ने ठुला ठुला गाजलु यी भन्ने गीतहरू त्यति बेला हिट भएका थिए। ती गीतहरू हिट भइसकेपछि चाहिँ के भएको थियो भने चाँदनी शाहपछि जब गीत लेख्न थाल्नुभयो, चाँदनी शाहले चाहिँ त्यो पहिला गुलाम अलीले गाउने बेलामा ती गीतहरू पनि दीपक जङ्गमले नै सङ्गीत गर्नुभएको थियो। अनि चाँदनी शाहले दीपक जङ्गमलाई नै के भन्नुभयो भने जुन के छ र दिउँ ठुला ठुला आँखा जस्तै हिट हुनुपर्छ है यो गीत भनेर एउटा गीत दिनुभयो दीपक जङ्गमलाई। अब फेरि पनि तत्कालै गुलाम अलीलाई भेटेर गीत रेकर्ड गर्ने सम्भावना थिएन नेपालमा। नेपालमै भएको सबभन्दा शक्तिशाली गायकलाई खोज्नु पर्थ्यो। दक्षिण एसियामै हल्लिसक्नु भएको थियो नारायण गोपाललाई नै गीत गाउन लाउनु थियो। म गीतको शब्द अहिले एकछिन भन्छु। पुगेपछि मजाले कभर हेरेँ, गुनासोको कभर हेरेँ। अनि त्यो हेरिरहँदाखेरि चाहिँ के फिल भयो भने हामीले के विषयमा गुनासो गऱ्यौँ होला जीवनमा, अर्थात् यो पृथ्वीमा भएको हरेक मान्छेले के विषयमा गुनासो गऱ्यौँ होला, के विषयमा गुनासो भयो होला भन्ने लाग्यो। हाम्रो एउटा पूर्वीय चिन्तन छ, पूर्वीय धारणा छ। कुनै पनि एउटा शब्दलाई पटक पटक दोहोऱ्याइयो भने, करोडौँ पटक दोहोऱ्याइयो भने, अरबौँ पटक दोहोऱ्याइयो भने, दोहोऱ्याउँदा गरिसकेपछि, उच्चारण गर्दा गरिसकेपछि एउटा अक्षर पनि मन्त्र हुन्छ भनाइ छ, शब्द पनि मन्त्र हुन्छ र वाक्य पनि मन्त्र हुन्छ। किनभने त्यसको प्रतिध्वनिले आफ्नो आकार यसरी निर्माण गर्दै जान्छ कि त्यो स्वयंमा एउटा शक्तिशाली शब्द बनेर आउँछ। हामीले केमा गुनासो गऱ्यौँ होला? कहिलेकाहीँ आमा बुबासँग पनि गुनासो गऱ्यौँ होला, छोराछोरी हुँदा, केटाकेटी हुँदा। अनि आमा बुबाले फेरि केटाकेटीमाथि छोराछोरीमाथि गुनासो गऱ्यौँ होला, घरसँग गुनासो गऱ्यौँ होला, आफन्तसँग गुनासो गऱ्यौँ होला, छिमेकीसँग गुनासो गऱ्यौँ होला, साथीभाइ इष्टमित्रहरूसँग गुनासो गऱ्यौँ होला, भाग्यसँग गऱ्यौँ होला, प्रेमी प्रेमिकाहरूसँग गुनासो गऱ्यौँ होला, कतिसँग गुनासो गऱ्यौँ होला, श्रीमतीहरूले श्रीमानसँग गुनासो गऱ्यौँ होला, श्रीमानहरूले श्रीमतीसँग गुनासो गऱ्यौँ होला, मौसमसँग, समयसँग, झरीसँग, खडेरीसँग, जाडोसँग, गर्मीसँग, विद्यार्थी हुँदा गुरुसँग, गुरु हुँदा विद्यार्थीसँग केसँग गुनासो गऱ्यौँ हामीले। गुनासो छ क्या, हामीले गुनासो बोकेर गयौँ। अनि यति राम्रो यो यसरी सयौँ गुनासाहरूलाई हामीले दोहोऱ्याउँदा गुनासो गर्दा गरिसकेपछि सायद यो एकीकृत भएर एक ठाउँ केन्द्रित भयो होला क्या। अनि कुनै पनि एउटा शक्तिशाली बम निर्माण हुँदाखेरि एउटा बम त्यहाँ बस्छ, त्यो बम चाहिँ पड्किनुभन्दा पनि अगाडि शक्तिशाली हो र पड्किसकेपछि पनि शक्तिशाली हो क्या बम चाहिँ। त्यो गुनासो सायद एउटा दोहोरिँदा गरेर एउटा शक्तिशाली आकारमा निर्माण हुन आएछ। अनि यो हाम्रो प्रकाश भट्टराईमा आएर केन्द्रित भएछ यो गुनासो र त्यहाँबाट विस्फोट भएर छरिँदाखेरि फेरि शक्तिशाली आकारहरू निर्माण हुँदै यहाँ 87वटा गीतका रूपमा विभक्त भएछ र हरेकले आफ्नो एउटा आकार निर्माण गरेर गीतहरू उपस्थित भएछन्।